हेलो गाइस, सबैजनालाई स्वागत छ हाम्रो यो च्यानलमा। तपाईहरुको लागि भनेर हामीले चाहिँ यो हावाको हिरो A1 क्यामेरा कसरी इन्स्टल गर्ने, कसरी जोड्ने यसको बारेमा हामी तपाईहरुलाई सिकाउँदै छौं। किनकि धेरै जनालाई थाहा पनि छैन यो कसरी जोड्नु पर्छ, यसको प्रयोग कसरी गर्ने, यसलाई कसरी इन्स्टल गर्ने, यसको सेटिङ कसरी गर्ने भन्ने कुरा केही पनि थाहा नपाएको हुँदा तपाईहरुलाई एकदमै गाह्रो भइरहेको हुँदा हामीले चाहिँ एकदम सजिलोको लागि तपाईहरुको लागि भनेर एउटा भिडियो लिएर आएको छौं गाइस। यसलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला। तपाईले यो गर्नुभयो भने चाहिँ तपाईले इजिली जोड्न सक्नुहुन्छ कि यसलाई कसरी जोड्नु पर्दो रहेछ भन्ने कुरा सबै थाहा हुन्छ। तर तपाईले यसलाई स्किप गर्दै अगाडिको पार्ट हेर्न खोज्नु भयो भने तपाईलाई थाहा हुँदैन। फेरि यसको जिम्मेवारी अब हामी पनि हुँदैनौँ, तपाई स्वयं हुनुपर्ने हुन्छ है। त्यसैले पुरा भिडियो हेर्नु होला। हामी कसरी यसलाई जोड्ने अनि एप कसरी इन्स्टल गर्ने यो सबै कुराहरू तपाईलाई हामी यो भिडियो मार्फत सिकाउँदैछौँ। यसलाई हेर्दै जानुस्, त्यसपछि थाहा पाउनुहुन्छ गाइस। अब स्टार्ट गरौँ है त। यो चाहिँ हिरो A1 भन्ने क्यामेरा हो। यसको चाहिँ तपाईको मेगापिक्सल भनेको 4 मेगापिक्सलको छ। यसमा 3.6 mm को लेन्स दिएको छ। त्यसले गर्दा तपाईले यसमा 2A टप पनि पाउनुहुन्छ। यसमा ह्युमन डिटेक्ट पनि छ। त्यसले गर्दा तपाईले हरेक कुराहरू चाहिँ यसमा प्रयोग गर्न पाउनुहुन्छ, हरेक फिचर्सहरू। र यो इन्डोर क्यामेरा हो गाइस। यसमा स्पेसली यो भन्नुपर्दा चाहिँ वाटरप्रुफ क्यामेरा होइन। तपाईहरुले पानी पर्ने ठाउँमा नराख्नु होला। पानीको थोरै छिटा पर्ने ठाउँ छ भने केही फरक पर्दैन। तर यदि यो पानीले भिज्ने पुरै तरिकाले भिज्ने ठाउँमा चाहिँ यसलाई नराख्नु होला। हामी त्यही भन्छौँ, यो स्पेसल्ली इन्डोर क्यामेरा हो गाइस। अब सुरु गरौँ यो कसरी हामीले जोड्छौँ यसलाई भनेर। सुरुमा चाहिँ हामीले यसलाई खोल्नुपर्ने हुन्छ र सर्वप्रथम पहिला सुरुमा हजुरलाई एउटा एन्ड्रोइड फोन चाहिन्छ। सुरुमा हामीले प्ले स्टोर भन्ने ओपन गर्नुपर्ने हुन्छ। किनकि एप्पल युज गर्नुहुन्छ भने तपाईले चाहिँ एप स्टोरमा जानु पर्यो। एन्ड्रोइडको लागि प्ले स्टोरमा, त्यसपछि तपाईले DMSS भनेर टाइप गर्नु पर्यो यसरी। त्यसपछि यो DMSS को लोगो देखाउँछ, देखेको छ होला यसरी। अनि इन्स्टल गर्नुस् तपाईले। थोरै टाइम लिन्छ यसमा चाहिँ। यो तपाईले भिडियो चाहिँ पुरै हेर्नु होला, नत्र तपाई कन्फ्युज हुनुहुन्छ कि कसरी गराउने भनेर। यसरी ओपन लेखिसक्छ, यसलाई ओपन गर्नु होला तपाईहरुले। ओपन गरिसकेपछि यहाँनिर लाइसेन्समा टिक लगाउनु होला। यसरी लाइसेन्समा टिक लगाएर नेक्स्ट गर्नु होला। त्यसपछि अलो गर्नु होला। त्यसपछि यो सबै चीजलाई चाहिँ यहाँनिर थिच्यो भने नीलो बटनमा थिच्नु भने सबै बिस्तारै हट्दै जान्छ। स्टार्ट गर्नु होला। त्यसपछि ओके गर्नु होला। त्यसपछि यहाँनिर चाहिँ तपाईले यसरी तपाईले डाइरेक्टली नेपाल पनि सिलेक्ट गर्न सक्नुहुन्छ। स्क्रल गरेर नेपाल भनेर सर्च गर्छौं। यसरी नेपालमा हामी ओके गर्छौं। यहाँनिर ओके गरिदिन्छौं हामीले। त्यसपछि यस्तो आइकन आउँछ। तपाईले चाहिँ प्लस आइकनमा जानु हुँदैन, DMSS मा पनि क्लिक गर्नु हुँदैन। सुरुमा हामीले चाहिँ अब यसको आइडी बनाउनु पर्ने हुन्छ। तपाईले यसमा एकदम ध्यान दिनुपर्ने कुरा चाहिँ यहाँ यो छ। यसमा लगइनमा जानु होला। लगइनमा गइसकेपछि तपाईहरुसँग यो अकाउन्ट बनेको हुँदैन, जसले गर्दा तपाईसँग इमेल आइडी फोन नम्बर पनि हुँदैन। अब हामीले चाहिँ सुरुमा अकाउन्ट बनाउनु पर्ने हुन्छ, जसको लागि हामी साइन अपमा जान्छौं। साइन अपमा गइसकेपछि तपाईले मोबाइल नम्बर पनि दिन सक्नुहुन्छ। त्यसपछि तपाईले बिस्तारै यसमा पासवर्ड दिनुपर्ने हुन्छ। अहिले हामी फिलहाललाई चाहिँ मोबाइल नम्बर दिएर हामी चाहिँ ट्राई गर्छौं है। यसमा चाहिँ तपाईले चाहिँ 9865755810 हामी चाहिँ यो नम्बर राख्छौं। त्यसपछि हामी पासवर्ड चाहिँ हामीले एउटा पासवर्ड जेनेरेट गर्नुपर्ने हुन्छ। हामी नर्मल्ली चाहिँ पासवर्ड नेपाल @12345 राख्छौं। हामीले चाहिँ यो स्ट्रङ पासवर्ड भन्छ यसलाई चाहिँ। जसरी यो राखेको हेर्न सक्नुहुन्छ। तपाईले त्यस गेट द भेरिफिकेसन कोड भन्छ। तपाई गेट द भेरिफिकेसन कोडमा जानु पर्यो। अनि एग्री एन्ड कन्टिन्यू लेख्नु पर्यो। के भन्छ यसले, दिस अकाउन्ट इज अलरेडी रजिस्टर्ड भन्छ। अब हामीले चाहिँ यो पहिले अलरेडी अकाउन्ट बनेको हुँदाखेरि चाहिँ तपाईले चाहिँ यो अकाउन्ट अलरेडी रजिस्टर भनेको छ भने हामी यसमा फेरि हामीले के गर्छौं त अर्को नम्बर युज गर्छौं। जसमा मैले हाम्रो भाइको नम्बर युज गर्दै छु। सेन्ड गर्छौं यसमा। यो नम्बर पनि अलरेडी नै रजिस्टर भइसकेको छ भन्छ, जसको लागि अब हामी फेरि पुनः अर्को नम्बर युज गर्ने प्रयास गर्छौं हैन। हाम्रो अर्को नम्बर पनि छ। तपाईहरुले चाहिँ फेरि यसलाई चाहिँ रिसेन्ड गर्न सक्नुहुन्छ। देख्नुहुन्छ अहिले यो चाहिँ गयो, किनकि यो भनेको युज नगरेको नम्बर थियो र हामी गयो। अब यसमा चाहिँ हाम्रो यो एउटा तपाईलाई चाहिँ एक्जाम दिएको हुन्छ कि तपाई AI हो अथवा तपाई जेन्युन मान्छे हो अथवा तपाईको कसैले नै गलत युज गर्न खोजिरहेको छ कि भनेर हो। यसमा चाहिँ हामीले अब 3 इमेज कुनै पनि सिलेक्ट गरौँ हैन। यो ठीक छ। 3 इमेज हामी सेम सिलेक्ट गर्दैछौँ। त्यसपछि तपाईको यो भेरिफिकेसन कोड आयो।
हाम्रो चाहिँ देख्न सक्नुहुन्छ यहाँ WhatsAppमा कोड गएको छ 50 90 18 भनेर। हामी चाहिँ 50 90 18 भनेर यसरी कोड हान्छौँ। कोड हानिसकेपछि तपाईँको बल्ल तपाईँको के भयो त एकाउन्ट कम्प्लिट भयो। हेर्नुहोस् अब हामी चाहिँ यसलाई नट नाउ गर्छौँ। अहिलेलाई चाहिँ हामीलाई सेभ गर्नुपर्ने छैन किनकि हामीलाई पासवर्ड अलरेडी नै थाहा छ, जसले गर्दा हामी यसलाई कन्टिन्यू नै गरिदिउँ पासवर्ड। अब हामी चाहिँ यसलाई डिसमिस गर्छौँ अहिलेलाई, त्यसपछि यसलाई क्यान्सल गर्छौँ। अब हामीसँग के भयो त अलरेडी हाम्रो एकाउन्ट बनिसक्यो। त्यसको लागि अब हामीले के गर्छौँ त मीमा गएर हेर्नुहुन्छ भने हाम्रो एकाउन्ट बनिसकेको छ। अब हामीले यसमा चाहिँ आफ्नो नाम चेन्ज पनि गर्न सक्नुहुन्छ, यसरी गएर रिनेमहरू गर्न सक्नुहुन्छ। अब हाम्रो कम्प्लिटली एउटा एकाउन्ट बनिसकेको छ, जसको कारण हामी यहीँमा होम बटनमा जान सक्छौँ। होम बटनमा गएर तपाईँको यहाँनिर प्लस आइकन छ। अब बल्ल हामी चाहिँ यो प्लस आइकनलाई युज गर्छौँ, एड डिभाइसलाई युज गर्छौँ। यसपछि बल्ल तपाईँको चाहिँ एड डिभाइसलाई युज गर्न मिल्छ। अब हामी सुरुमा चाहिँ फेरि क्यामेरातिर जाउँ। सुरुमा चाहिँ अब हामी यसरी तपाईँको क्यामेराको पुरै फुल प्याक भएर आएको हुन्छ। यसलाई चाहिँ हामी जताबाट ओपन गर्दा पनि भयो है, यसरी तपाईँले ओपन गर्न सक्नुहुन्छ। यसलाई चाहिँ हामी यसरी अन गर्छौँ। यसलाई अन गरौँ। यसको भित्र सबै इक्विपमेन्टहरू यसैमा दिएको हुन्छ। तपाईँहरूलाई एकदमै इजी छ, हेर्नुहोस् जोड्नको लागि एकदमै सजिलो पनि छ। यसको भित्र केही पनि हुँदैन। यो चाहिँ फर्म दिएको छ एउटा क्यामेराको लागि चाहिँ। यो मेन हाम्रो डिभाइस नै यही हो, हेर्नुहोस् यसरी। यो चाहिँ हाम्रो मेन भनेको क्यामेरा हो। यसको भित्र तपाईँलाई दिएको हुन्छ यो म्यानुअल बुकहरू हुन्छ, यसमा पनि तपाईँले हेरेर कसरी चलाउने भन्ने सक्नुहुन्छ होइन। यो पनि दिएको छ यसरी। त्यसपछि तपाईँको चाहिँ छ यसको मेन तलपट्टि भनेको हाम्रो यसको चार्जरहरू दिएको हुन्छ। एउटा यो चार्जर छ, त्यसपछि सबै चिजहरू यहाँ दिएको हुन्छ यसरी। यो चिज कुनै पनि हराउनु हुँदैन। यो ग्रिप दिएको छ, त्यसपछि यो ग्रिप कहाँनिर ठोक्ने भनेर यसको एङ्गल सिट पनि दिएको छ। मेन तपाईँको डाटा केबल पनि दिएको छ। र अर्को कुरा भनेको तपाईँलाई चाहिँ स्टिकर पनि दिएको छ म्यानुअल डाउनलोड गर्नको लागि। जुन एप तपाईँले डाउनलोड गर्नुभयो, मैले तपाईँलाई DMSS भनेर देखाएको थियो, त्यो चाहिँ तपाईँले यसरी QR कोड आफ्नो मोबाइलबाट स्क्यान गरेर पनि डाउनलोड गर्न सक्नुहुन्छ। यसलाई चाहिँ यसलाई हामी अहिले साइडमा राख्छौँ। अब मेन रह्यो हाम्रो पहिला सुरुमा चाहिँ के गर्नुपर्छ भन्नुहुन्छ भने यसलाई चाहिँ हामीले पावर दिनु पऱ्यो। पहिला सुरुमा चाहिँ हामी यसलाई पावर दिन्छौँ। त्यसको लागि चाहिँ हामीसँग एउटा एडाप्टर छ र डाटा केबल छ। यो अलि लामो पनि दिएको हुन्छ। तपाईँले चाहिँ यसलाई चाहिँ आजभोलि आउने एउटा तपाईँको चाहिँ के छ भन्नुहुन्छ भने वाइफाईको पावर ब्याङ्क भन्छ, त्यसमा पनि तपाईँले यसलाई युज गर्न सक्नुहुन्छ। डाइरेक्टली यसलाई नलगाएर वाइफाईको पावर ब्याङ्कमा लगाएर यो ब्याकअप सिस्टम पनि बनाउन सक्नुहुन्छ तपाईँले यसलाई चाहिँ। र हामी चाहिँ यसलाई के गर्छौँ सुरुमा अब हामी क्यामेरालाई चाहिँ लाइन दिनु पऱ्यो। यसरी यहाँनिर चार्जिङ पोर्ट हुन्छ, यसलाई यहाँ लगाउनु पऱ्यो यसरी। त्यसपछि तपाईँको क्यामेराको एडाप्टर यहाँ लगाउनु पऱ्यो। किनकि तपाईँले यसलाई पहिले नै ह्याङ्गिङ गर्नुभयो भने तपाईँलाई काम गर्न गाह्रो हुन्छ। त्यही भएर पहिला सुरुमा ह्याङ्गिङ नगर्नु होला, हामी त्यो भन्छौँ तपाईँलाई। यो सब गरिसकेपछि अब हामीले वायरलेस क्यामेरा कसरी सेटअप गर्ने त्यो सिकाउँछौँ। यसमा तपाईँले चाहिँ आफ्नो राउटरबाट वायर ल्याएर यसमा जोड्न पनि सक्नुहुन्छ, जसको लागि तपाईँले चाहिँ नेटवर्क चाहिँदैन। तर हामी चाहिँ त्यो गर्दैनौँ, हामी डाइरेक्ट वायरलेस सिस्टम गराउन जाँदैछौँ। पहिला सुरुमा यसलाई लगाउँछौँ हामी यसरी, र हामी यसलाई चाहिँ बोर्डमा क्यामेरालाई हामी चाहिँ यसरी अन गर्छौँ हो। यो अन गर्ने बित्तिकै तपाईँको यहाँ रेड लाइट दिएको हुन्छ। यसरी रेड लाइट दियो भने तपाईँलाई थाहा हुन्छ कि यो क्यामेरा अन भइसकेको छ भनेर। अब तपाईँले चाहिँ यसको लागि तपाईँले के गर्नु पऱ्यो, एकछिन वेट गर्नुपर्ने हुन्छ। जो क्यामेराले आफ्नो मुभमेन्ट देखाइरहेको हुन्छ यसरी घुम्दैछ अटोमेटिक। अब यो फेरि माथिबाट यसरी घुम्छ, घुमिरहेको छ। यसलाई एकछिनसम्म छोडिदिनु होला। जब यसलाई चाहिँ एकछिन छोडिदिनु, जब तपाईँको क्यामेरामा यसरी ग्रिन लाइट ब्लिङ गर्छ तब तपाईँ क्यामेरालाई चाहिँ युज गर्न सक्नुहुन्छ भन्ने हो। अब हामी चाहिँ सुरुवात गर्छौँ कि यसलाई कसरी जोड्ने भनेर। यो जबसम्म ग्रिन लाइट ब्लिङ गर्दैन तबसम्म तपाईँको क्यामेरा रेडी छैन भन्ने बुझिन्छ। अब हामी अहिलेको मोबाइल युज गर्छौँ। यो मोबाइलमा चाहिँ हामीले यसरी प्लस आइकनमा जान्छौँ, त्यसपछि यसमा हामी अहिलेलाई अल्वे नै गर्छौँ। त्यसपछि तपाईँलाई चाहिँ यसरी QR कोड स्क्यान भनेर देखाउँछ। यसरी क्यामेराको पछाडिपट्टि एउटा स्क्यान दिएको हुन्छ यहाँनिर। यसलाई तपाईँले यसरी स्क्यान गर्नुपर्ने हुन्छ, यसरी स्क्यान गर्छ। त्यसपछि तपाईँलाई डु नट सो अगेन भनेर देखाउन सक्नुहुन्छ। त्यसपछि नेक्स्ट गरिदिनु पऱ्यो, ओके गर्नु पऱ्यो यसरी। त्यसपछि अलवेज गर्नुहोस्,
अब यो तपाईँको चाहिँ यसले आफ्नो प्रोसेसिङ काम गर्दै गर्छ। त्यसपछि कनेक्टेड भनेर देखाउनु होला, कनेक्ट भनेर लेख्छ, यसमा कनेक्ट गर्नु होला। त्यसपछि गट इट भनेर देखाउँछ। त्यसपछि तपाईँको चाहिँ के भन्छ, प्लिज इन्टर योर डिभाइस पासवर्ड भन्छ। हामीले चाहिँ यसमा डिभाइस पासवर्ड राख्दा केही फरक पर्दैन। हामीले चाहिँ ADMIN admin@123 राख्छौँ अहिलेलाई चाहिँ हामी। यसमा पनि हामी ADMIN admin@123 राख्छौँ। हामी सो गर्नको लागि यहाँ यसरी तपाईँले हेर्न पनि सक्नुहुन्छ मैले पासवर्ड के राखेँ भनेर। सुरुमा चाहिँ एडमिनै दिएको हुन्छ, तपाईँले चाहिँ admin@123 राख्नुपर्ने हुन्छ। तलपट्टि इमेल तपाईँले राख्नुपर्ने आवश्यक पनि छैन। हामी यसलाई नेक्स्ट गर्छौँ। नेक्स्ट गरिसकेपछि तपाईँको घरमा भएको वाइफाई चाहिँ एकदमै आवश्यक पर्ने हुन्छ। तपाईँको घरमा वाइफाई जुन छ त्यसले चाहिँ यहाँनिर तपाईँको सर र यसरी नाम देखाउँछ। अब हामी चाहिँ के गर्छौँ त, हाम्रो सुरुमा नाम देखाएको छ हाम्रो यो पप FNPGJ भनेर देखाएको छ, यो हाम्रो वाइफाई हो। अब हामी चाहिँ यसलाई कनेक्ट गर्दैछौँ। यसमा हामी यसरी कनेक्ट गर्छौँ। वाइफाईको पासवर्ड भन्यो तपाईँले आफ्नो घरमा भएको वाइफाईको पासवर्ड यसमा दिनु पर्यो। हामीले चाहिँ आफ्नो वाइफाईको पासवर्ड दिएको छौँ। तपाईँले आफ्नो घरको जुन वाइफाई छ त्यो वाइफाईको नाम देखाउने हुन्छ यसमा, त्यो आफ्नो वाइफाईलाई नै कनेक्ट गर्नुपर्ने हुन्छ। यसरी नेक्स्ट गर्नु पर्यो। यसरी नेक्स्ट गरिसकेपछि तपाईँको यसले 60 सेकेन्ड टाइम लिन्छ। यसरी तपाईँको बिलिङ पनि यसले क्यामेराले पनि तपाईँको सक्सेसफुल्ली कनेक्टेड भनेर भन्छ। जसरी तपाईँको यो प्रोसेस यसरी कम्प्लिट गर्नुपर्ने हुन्छ सुरुमा है। यसको लागि थोरै टाइम लाग्छ किनकि हामी 60 सेकेन्डसम्म वेट गर्नुपर्ने हुन्छ, यानि कि 1 मिनटसम्म हामी वेट गर्नुपर्छ। तपाईँले यति गरिसकेपछि तपाईँको डिभाइसमा नेम भनेर आउँछ। नाम हामीले जुनसुकै राख्न पनि सकियो, क्यामेरा भनेर लेख्न सकियो, क्यामेरा भनेर लेख्नुहोस् हैन, क्यामेरा भनेर लेख्न सक्नुहुन्छ तपाईँले, अथवा तपाईँले क्यामेरा 1 भनेर हैन 1 भनेर लेख्न सक्नुहुन्छ। नाम यसरी क्यामेरा 1 भनेर हामी लेख्छौँ। यसलाई हामी सेभ गर्छौँ। अब यसलाई सेभ गरिसकेपछि तपाईँले जहिले पनि यो अडियोलाई एक्टिभ गरिदिनुपर्छ। टाइम जोनलाई तपाईँले चाहिँ टाइम जोन सिलेक्ट गरिदिनु पर्ने हुन्छ यसरी है। योलाई तपाईँले ब्याक आउनु पर्यो। त्यसपछि तपाईँले चाहिँ ओके भन्ने बटन दबाउनु पर्यो। यसरी ओके बटन दबाइसकेपछि तपाईँले चाहिँ यहाँ यसरी तपाईँको क्यामेरा कनेक्टेड भएर देखाउँछ यसरी। अब हामी चाहिँ यसलाई सुरुमा चाहिँ हाम्रो के हुन्छ, यो नर्मली यसरी ड्यासबोर्ड खुल्छ, यसको रिमोट यहाँनिर दिएको हुन्छ। हामीले यसरी पनि तल माथि गराउन सक्छौँ। हामीले क्यामेरालाई यसरी देख्न सक्नुहुन्छ। यो अपडेट चाहिँ गर्नुपर्ने हुन्छ। अहिले चाहिँ हामी लेटर गर्छौँ हैन, पछि चाहिँ तपाईँले अपडेट चाहिँ गर्नु होला। अब हामी यसरी तल पनि सार्न मिल्छ। यसलाई हामी ठुलो बनाएर हेर्नको लागि चाहिँ यहाँनिर टच गऱ्यौँ भने यसरी तपाईँको यहाँनिर रोटेट भनेर आउँछ। यसलाई रोटेट गर्नु पर्यो। यसरी रोटेट गर्न पनि सक्नुहुन्छ। अब हामी यो रोटेट गरेकै आधारमा पनि हामीले यहाँनिर यसको कन्ट्रोल बक्स खोल्न सक्छौँ। यसरी यहाँनिर गएर तपाईँको बायाँ साइडमा गएर यसरी तपाईँले यसरी तल माथि गर्न सक्नुहुन्छ। यसरी दायाँ बायाँ सबै घुमाउन सक्नुहुन्छ क्यामेरालाई। यसरी पनि सक्नुहुन्छ। यसरी पछाडि तपाईँको यसरी घुमाउन सक्नुहुन्छ। तपाईँ जता पनि घुमाउन सक्नुहुन्छ। यसरी अहिले हामी पनि देखिँदैछौँ। यसरी पनि गराउन सक्नुहुन्छ। यति कुरा तपाईँहरूको चाहिँ इजिली काम हुन्छ। अब यो भइसकेपछि तपाईँले चाहिँ यसलाई इन्टु गरेर फेरि ब्याक आउनको लागि चाहिँ तपाईँले यहाँनिर यसरी आउनुपर्ने हुन्छ। र अहिले हामीसँग चाहिँ यसमा फिलहाल हामीले एसडी कार्ड भन्ने चिज राखेको छैनौँ। यसमा एसडी कार्ड राखेर चाहिँ तपाईँ यसरी प्लेब्याकमा जानुभयो भने यसरी यहाँ प्लेब्याक सिस्टमहरू पनि देखाएको हुन्छ। त्यहाँ तपाईँले डेटहरू यसरी चुज गर्न मिल्छ, कहिलेको डेट गर्ने भनेर। एबा क्यामेरामा मेमोरी कार्ड कसरी हाल्ने हामी त्यो पनि सिकाउँछौँ। अहिले लाइभ हेर्नको लागि चाहिँ लाइभमा जानु पर्यो। अब तपाईँले 2 वे टकको लागि चाहिँ तपाईँले के गर्नु पर्यो, उताको बोलेको आवाज यता सुन्नको लागि यहाँ स्पिकर दिएको हुन्छ। यसलाई यसरी तपाईँले अन गर्नु पर्यो, मजाले सुनिन्छ। तपाईँ यताबाट उता बोल्नको लागि चाहिँ यहाँ माइक दिएको हुन्छ। यसलाई नेक्स्ट गर्ने, अलवेज गर्ने। त्यसपछि तपाईँले यसमा हेलो
भन्नुहुन्छ भने यसरी क्यामेरामा हलो भनेर आउँछ। म बोलिरहेको कुराहरू तपाईँले क्यामेरामा सुनिराख्नु भएको छ र तपाईँ क्यामेरामा बोलेको पनि मोबाइलमा सुनिराख्नु भएको छ, देख्नु भएको छ। यो यसरी नै काम गर्छ तपाईँको। र अहिलेलाई चाहिँ हामी यसरी प्लेब्याक जान्छौँ। यसरी गइसकेपछि तपाईँले सिधै यति इजी तरिकाले चाहिँ यसलाई क्यामेरा हेर्न सक्नुहुन्छ। र कसैलाई सेयर गर्नु पऱ्यो भने यसलाई चाहिँ तपाईँहरूले अपडेट गर्नु होला। अहिले चाहिँ म अपडेट गर्दिनँ, यो अपडेट नाउ गर्नु होला। यसरी गएर तपाईँले यहाँनिरबाट सेयर भन्ने अप्सन छ, यसरी सेयर गरेर तपाईँले चाहिँ उनीहरूको डिभाइसलाई पनि तपाईँले सेयर गर्न सक्नुहुन्छ। यसको पनि हामी भिडियो छिट्टै बनाउँछौँ, कसरी अर्को डिभाइसमा सेयर गर्ने भनेर यो पनि हामी छिट्टै भिडियो बनाउँछौँ। र यसको लागि यो छ। अब हामी क्यामेरातिर जान्छौँ। फेरि यो सेटअप कम्प्लिट भइसकेपछि अब हामीलाई चाहिँ जसरी जुन ठाउँमा टङ्गाउन पनि सकियो, किनकि अब हामीलाई मोबाइल आवश्यक पर्दैन। अब हामी यसको काम सुरु गर्छौँ। अब चाहिँ हामी सिधै क्यामेरामा जाँदैछौँ। अब यो क्यामेरा कसरी जोड्ने भन्नुहुन्छ भने पहिला सुरुमा चाहिँ हामीले यसमा मेमोरी कार्ड पनि कसरी हाल्ने भन्ने कुरा हेर्नुपर्ने हुन्छ। यसलाई क्यामेराको यो भागलाई यसरी उठाउनुहुन्छ भने तपाईँको यहाँनिर मेमोरी कार्ड लाग्ने ठाउँ दिएको छ, देख्न सक्नुहुन्छ यहाँनिर। अब हामी चाहिँ यसलाई यसरी राख्छौँ, मेमोरी कार्ड निकाल्ने यसरी। यो चाहिँ मेमोरी कार्ड तपाईँले लोकल मेमोरी कार्ड हाल्नुभयो भने तपाईँलाई गाह्रो हुनसक्छ। मेमोरी कार्ड चाहिँ एकदमै इम्पोर्टेन्ट हो। तपाईँको 2 लाखको बाइक किनेर 1000 रुपियाँको हेलमेट नलगाउनु होला, किनकि त्यसले तपाईँलाई गाह्रो बनाउँछ। जस्तै यो पनि क्यामेरा छ 4000, 4500, 6000, 8000को क्यामेरा युज गर्नुहुन्छ भने 500-600 को मेमोरी कार्ड युज नगर्नु होला। मेमोरी कार्ड एकदम इम्पोर्टेन्ट हुन्छ, यसमा डाटा जति सबै यसमा बस्ने हो। मेमोरी कार्ड चाहिँ यसरी ट्याक्क तपाईँले यसरी नै हाल्नु होला, सिधा बनाएर यसरी लेखेको भागलाई यसरी तपाईँले हालेर कहाँनिर मेमोरी लाग्छ यसरी हालेर यसलाई चाहिँ यसरी बाहिर निक्लेको हुन्छ, यसलाई यसरी दबाइदिनु होला। यसरी अझै लागेन, यसरी क्याट्टा आवाज पनि आउँछ, लाग्यो। कुनै दिन तपाईँलाई रिसेट गर्नु पऱ्यो भने यहाँनिर रिसेट बटन पनि दिएको छ। अब हामी चाहिँ के गर्छौँ, यसलाई कसरी दिवालमा अथवा भित्तामा कसरी लगाउने भन्ने कुरा हामी देख्छौँ। अब यसको भाग चाहिँ यो हुन्छ यसरी। अब चाहिँ हामी यसलाई के गर्छौँ, यसलाई यसरी निकाल्छौँ चार्जिङ पोर्टबाट, यसरी निकालेर यसलाई छुट्टै राखौँ। अब हामी चाहिँ हामीसँग चाहिँ तपाईँको यसरी ग्रिप पनि दिएको हुन्छ। यो ग्रिप ड्रिल गरेर पनि लगाउन सक्नुहुन्छ, तर हामीले चाहिँ अहिले हामीले एकदम सानो स्क्रु युज गरिरहेको छौँ, ब्ल्याक कलरको स्क्रुमा। तपाईँले यसलाई कसरी लगाउने भन्ने कुरा पनि यहाँ दिएको हुन्छ। तपाईँले यसरी लगाएर यसरी भित्तामा टाँसेर तपाईँले पनि यसरी स्ट्रेट गराएर पेजमा यसरी स्क्रु लगाउनु पर्ने हुन्छ। स्क्रु लगाउने भनेको चाहिँ तपाईँ यसलाई ड्रिल गर्नको लागि चाहिँ यो हो। यसलाई ड्रिल गरेर यसरी तपाईँले ग्रिपिङ लगाएर पनि युज गर्न सक्नुहुन्छ। तर अहिलेलाई चाहिँ हामी के गर्छौँ भन्नुहुन्छ भने हामीले चाहिँ यो भाग यसरी हेर्नुपर्ने हुन्छ। जस्तो यो भाग जहिले पनि यसरी चाहिँ तपाईँको यहाँ यो भाग यसरी तपाईँको बस्नुपर्ने हुन्छ। यो जहिले पनि तपाईँको यस्तो गराउँदाखेरि यहाँनिर ग्याप हुनुपर्छ, यो भित्तातिर हुनुपर्छ, यस्तो हुँदैन, यो उल्टो हुन्छ। यसलाई चाहिँ यसरी लगाउनु पर्ने हुन्छ। यसरी लगाउँदाखेरि चाहिँ यो नट यसरी बसेको राम्रो यसरी लाग्दैन, तपाईँले चाहिँ यसरी लगाउनु पर्ने हुन्छ। यो भित्री खाल्टोको भागमा यसरी पस्नुपर्ने हुन्छ यो। अब हामीले यसलाई चाहिँ हामी सिधै लगाउँछौँ यहाँ माथि। हाम्रो अलरेडी यहाँनिर चाहिँ यो वाल हामीले पहिले पारेको थियौँ। अब हामी चाहिँ यसमा लगाउन गइरहेछौँ। यसरी हामी चाहिँ स्क्रु लगाउँछौँ। अब हामीले यसरी लगाइसकेपछि चाहिँ तपाईँको यो लकमा हामीले यसरी बसाल्नु पर्ने हुन्छ, जसको लागि हामीले चाहिँ अब यसलाई क्यामेरामा यो लगाइसकौँ है। यो चार्जिङ पोर्ट दिइहालौँ। त्यसपछि अब हामीले चाहिँ यो कुन भागमा यसरी बसाल्ने भनेर यसरी हेर्छौँ। अब यो तपाईँको यसरी घुमाउँदै जानुभयो भने क्यामेरा यसरी क्याट्ट बस्यो। यसरी बसिसकेपछि तपाईँको क्यामेरा कम्प्लिटली लाग्यो। अब तपाईँको सेटअप भयो भन्दा बुझ्दा हुन्छ। अब तपाईँले चाहिँ यो यसलाई पावर दिनको लागि यहाँ हेर्नु पऱ्यो, लाइन आउँछ यहाँनिर, तपाईँले देख्न सक्नुहुन्छ। यसरी लाइन आयो। अब लाइन आइसकेपछि तपाईँको केही समयपछि मोबाइलमा हेर्न अब रेडी भइसकेको छ। अब हामी चाहिँ मोबाइलमा हेर्छौँ यो होइन कसरी देखाउँछ भनेर चाहिँ। यति भएपछि तपाईँको क्यामेरा कम्प्लिट भयो। यसरी घुम्छ यो चाहिँ, यसरी घुम्छ यो, यसरी कम्प्लिट पुरा भयो। जबसम्म ग्रिन लाइट बोल्दैन तबसम्म हामी हेर्न मिल्दैन। यसरी चाहिँ ल हेर्नुहोस् पुरा रेडी हुँदैछ। सम्पूर्ण ब्रान्डका क्यामेराहरू तपाईँले यसरी नै चेक गर्न सक्नुहुन्छ है। अब हामी चाहिँ यसरी मोबाइलमा चेक गर्दैछौँ। अब हामी मोबाइलमा चाहिँ यहाँ DMSS भन्नेमा जान्छौँ हामी यसरी। अब DMSSमा गइसकेपछि हामी चाहिँ यसलाई हामी प्रोसेस गर्छौँ अहिले।
यसरी हामी हेर्दाखेरि चाहिँ तपाईँको लाइभ देखिरहेको हुन्छ। यसलाई अब हामी रिमोट कन्ट्रोलबाट यसरी हेर्छौँ। यसलाई यहाँनिर गयौँ भने हामी टच गर्दा रिमोट ओपन हुन्छ। हामी यसरी माथि गराएर पनि हेर्न सक्छौँ। क्यामेरा यसरी तपाईँको हाम्रो पुरै अफिस देखिरहेको छ। यसरी सर्लक्क तपाईँले हेर्न सक्नुहुन्छ। यसरी क्यामेरा पनि मुभमेन्ट भइरहेको हुन्छ। यताबाट यसरी मुभमेन्ट भइरहेको छ क्यामेरा। तलमाथि पनि हुन्छ यसरी। तपाईँले देखिसक्नुभयो होला। यसरी नै हामीले क्यामेरा कसरी जोड्ने भन्ने हामी तपाईँलाई सिकाइसकेका छौँ। यो धावाको हिरो A1 भन्ने मोडल हो। तपाईँले यसलाई जसरी जोड्नुभयो त्यसरी नै अन्य क्यामेराहरूलाई पनि यसको मेथड भनेको यही नै हो। तपाईँले यसरी नै जोड्न सक्नुहुन्छ। त्यसैले हामी के भन्छौँ तपाईँलाई भने यो भिडियो कम्प्लिटली हेरेर मात्रै तपाईँले चाहिँ क्यामेरा जोड्नु होला, नत्र भने तपाईँलाई अलिक गाह्रो हुन्छ। अब यो क्यामेरा हामी यसरी नै जोड्न सिकाएको छौँ। प्लस तपाईँलाई अब हामी चाहिँ केही समयपछि अर्को भिडियो बनाउँछौँ, जुन भिडियोमा तपाईँले चाहिँ यो क्यामेरालाई एक व्यक्तिदेखि 5-6 जनालाई कसरी सेयर गर्ने, एक घरको तपाईँको 5 जनाले एउटा क्यामेरा हेर्नु पऱ्यो भने कसरी हेर्ने, यो पनि हामी सेयर गर्न तपाईँलाई सिकाउँछौँ। र यही कम्पनीको अरू मोडल पनि हामीले तपाईँलाई कसरी जोइन गर्ने भनेर सिकाउँछौँ। यसलाई ध्यान दिनु होला। र तपाईँले चाहिँ एउटा कुरा, अर्को महत्त्वपूर्ण कुरा भनेको तपाईँले आफ्नो घरको वाइफाईको पासवर्ड चेन्ज गर्नुभयो भने क्यामेराको पनि अफलाइन भनेर देखाउँछ। त्यस कारणले चाहिँ तपाईँले के गर्नु पऱ्यो भन्नुहुन्छ भने वाइफाईको पासवर्ड प्रायः चेन्ज नगर्नु होला। यदि चेन्ज गर्नुभयो भने पनि रिसेट गरेर फेरि रिकनेक्ट गर्नुपर्ने हुन्छ। यसको पनि हामी एउटा भिडियो बनाउँछौँ। तपाईँले घरको वाइफाईको पासवर्ड चेन्ज गर्नुभयो भने फेरि रिसेट गरेर कसरी रिकनेक्ट गर्ने भन्ने कुरा फेरि तपाईँलाई हामी सिकाउँछौँ। त्यो फेरि तपाईँ यसरी जोडिराख्नु होला हामीसँग। यस्तो ग्याजेट सम्बन्धी कुराहरू हामी तपाईँलाई सेयर गर्दै गर्छौँ, देखाउँदै गर्छौँ। अहिलेलाई यति नै गाइस, हेर्दै गर्नु होला।